उसले तपस्याका माध्यमबाट, ज्ञान योगका माध्यमबाट, राजयोग साधनाका माध्यमबाट मानिसको संस्कार, चित्तवृत्ति र अन्तस्करणको शुद्धिकरणबाट मानव आत्माको दिव्यीकरण गर्ने कार्य, मानव आत्मालाई देवात्मा बनाउने परमात्माको महान कार्यमा पूर्ण रूपमा आफ्नो महत्त्वपूर्ण जुन सेवा दिनुभएको छ, कुनै महापुरुषको यो आज हामी 57औं स्मृति दिवस अव्यक्ता भवनको दिवस मनाइरहेका छौँ। अध्यावधि बाबा हामी साथै हुनुहुन्छ। बाबाको पहिलो मुनिमा आएको थियो। बाबाले केवल कमरा र कपडा मात्रै परिवर्तन गरेको हो। बाबा सधैँभरि हामी साथै हुनुहुन्छ। भौतिक देह बाबाले एउटा कस्तो भन्दा प्रकाशको कायाका रूपमा लिनुभयो र मजदुरको कमरालाई छोडेर सूक्ष्म बत्तनको कमरा बाबा लिनुभएको छ। हामी ग्राउन्डहरू त्यति कुरा बुझ्दछौँ। अब यति भन्दै सबैलाई बाबाको तस्बिरमा, बाबाको तस्बिरभन्दा बढी स्ट्याचुमा हामीले श्रद्धा व्यक्त गरेका छौँ। त्यसका लागि सबैमा धन्यवाद। अब यसपछि हाम्रो आजको मञ्चको अलिक छोटो कार्यक्रम छ। आजका प्रमुख अतिथि हामीमा गायकहरू हुनुहुन्थ्यो। कृपया यदि परिसरमा गायक र सङ्गीतकार रिदम कडेलजी यदि आइसक्नु भएको छ भने मैले आह्वान गर्दछु, यदि माथि कतै हुनुहुन्छ हाम्रा गायककार, सङ्गीतकार रिदम भाइज्यू, रिदम कडेलजी यदि हाम्रो परिसरमा आइसक्नु भएको छ भने म यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु।